हाम्रो यो साल्पा कृषि कम्पनीमा चाहिँ यो गार्डनिङको कामहरू पनि अलिकति तीव्र रूपमा भइरहेको छ। यो चाहिँ हामीले हाम्रै वनपाखामा खेर गइरहेको विभिन्न प्रजातिको सुनाखरीलाई ल्याएर यसरी व्यवस्थित ढङ्गबाट गार्डनिङको काम, प्लान्टेसनको काम भइरहेको छ। एकदमै यो कुनै चाहिँ यसरी यो फुली पनि सकेको छ एक थरी, र यहाँ हामीले 5-6 थरीको चाहिँ लिएको छौँ। यसरी कामहरू भइरहेको छ र किसानले उत्पादन गरेका खाद्य पदार्थहरू यसरी आउने क्रमहरू जारी छ। यो हामीले अहिले अलिक म्यासिभ रूपमा चाहिँ कोदो झारेका छौँ। केही सामानहरू स्टक आउट पनि हुँदैछ। त्यसलाई हामी परिपूर्ति गर्ने ढङ्गबाट किसानहरूसँग, उत्पादकहरूसँग विशेष गरेर कोअर्डिनेसन पनि गरिरहेका छौँ। आजबाट चाहिँ हामीले कुटानी पिसानीको पनि सुरुवात गर्ने भनेर यहाँ केही डेमोहरू हाम्रो भिमदाले गरिराख्नु भएको छ। कस्तो आयो दाइ? राम्रो आयो? ल, सक्सेस, गुड गुड गुड। राम्रो राम्रो। पिठो मैदा झार्यो? मैदा ल, ठिक छ। चिज थिएछ नि सर, अब यही पिस हो, त्यो चाहिँ नछुवाउँ, बरु भरे हाल्नु। के हो त्यो चिज रहेछ नि त यहाँ पिठो, यसलाई निकालेर एकठाउँ लाग्यो, घाम ल्याउनु होला त। अब यति भए हुन्छ सर? हुन्छ सर। यो हाम्रो यति भए भएर सर?